सिडनीमा बिस्तारै चिसो बढ्दैछ अनि दिनहरू पनि छोटो हुँदैछन्। त्यसको मतलब लङ सनी डेज आर कमिङ टु एन एन्ड। अस्ट्रेलियामा हुनेलाई त थाहा नै छ समरमा कति लामो दिन हुन्छ भनेर। बिहान करिब 5:30 बजेतिर देखिने घामको झुल्को करिब 14 घण्टापछि 8 साढे 8 बजेतिर अस्ताउँछन्। तर सूर्य उत्तरबाट उदाउन थालेसँगै बिस्तारै चिसो बढ्दै जान्छ र नेपालबाट ठ्याक्कै उल्टो जुन जुलाईतिर यहाँ विन्टर हुन्छ। दिनहरू छोटा हुन्छन् अनि डे टु डे टुरिज्म एक्टिभिटीहरू पनि कम हुन्छ। साथै मानिसहरू भेकेसन मनाउन नर्थर्न हेमिस्फियरका कन्टिनेन्टहरू युरोप र अमेरिकातिर जान थाल्छन्। तर विन्टर सुरु हुनुभन्दा अगाडि आउँछ एउटा छोटो समय, त्यो हो अटम सिजन अर्थात् शरद ऋतु। अनि शरद ऋतुसँगै आउँछन् रङ्गी बिरङ्गी रुख बिरुवा र फुलहरू। अस्ट्रेलियामा धेरै चिसो नहुने भएकाले युरोप, जापान र नर्थ अमेरिकन कन्ट्रिजहरूको जस्तो धेरै अटम गार्डनहरू नभए पनि भिक्टोरिया, न्यू साउथ वेल्स र साउथर्न अस्ट्रेलियाका अग्ला भूभागहरूमा बनाइएका 19th सेन्चुरीका गार्डनहरू एकदमै सुन्दर अनि रमणीय देखिन्छन्। भिक्टोरियन एराबाट प्रेरित भएर बनाइएका यी गार्डनहरूमा उत्तरी ध्रुवबाट हजारौं किलोमिटर पर भए पनि निजी मानिसहरूको बडो सोख अनि मेहनत देख्न सकिन्छ। साथै कोही गार्डनहरूमा त झन् एकदमै प्रोफाउन्ड हर्टिकल्चर अनि फ्लोरिकल्चर स्किल पनि देखिन्छ। सिडनी छेउमा पनि यस्ता गार्डनहरू अनि अटमका रुखहरू धेरै ठाउँ देख्न सकिन्छ, तर यी मध्ये सबैभन्दा पपुलर एरिया भनेको सिडनीबाट पश्चिमपट्टि रहेको ग्रेटर ब्लू माउन्टेन एरियालाई मानिन्छ। त्यसैले आज हामी 2 दिनको अटम क्याम्पिङ ट्रिपका लागि ब्लू माउन्टेनको एकदमै पपुलर कन्ट्री टाउन माउन्ट विल्सन अनि ओबेरोन जाँदैछौँ। राइट, अब चाहिँ आजको डे चाहिँ डे 3 भेडाहरू कराउँदैछ त यार। Traveling has been our passion and fashion both, and उही सबै जान्छ यो एकैछिनमा। म्यारी ड्याममा 1 मिनेट पछि बोल्न पाइँदैन। माउन्ट विल्सन अप्पर ब्लू माउन्टेन एरियामा पर्ने एकदमै चार्मिङ टाउन मानिन्छ र ब्लू माउन्टेनका रगेड ल्यान्डस्केपहरूबाट टाढा रमाइला युरोपियन इन्स्पायर गार्डनहरूका लागि यो ठाउँ एकदमै पपुलर ठाउँ मानिन्छ। साथै यस ठाउँमा सुन्दर रुखहरूसँगै रहेको क्याथेड्रल रिजर्भमा फ्रीमा क्याम्पिङ पनि गर्न सकिन्छ। यसैगरी ब्लू माउन्टेनबाट अझै पश्चिमसम्म फाँटहरू, तर सिडनीबाट धेरै चिसो ठाउँमा रहेको ओबेरोन पनि एकदमै पपुलर अटम डेस्टिनेसन हो। विशेष गरी यस ठाउँमा रहेको अस्ट्रेलियाकै लार्जेस्ट प्राइभेट गार्डन मेफिल गार्डनमा धेरै रङ्गी बिरङ्गी रुखहरू अनि धेरै थरीका फुलहरू देख्न सकिन्छ। अनि ओबेरोनमा पनि फ्रीमा क्याम्पिङ गर्नलाई टाउन सेन्टरबाट नजिकै रिफ रिजर्भ भन्ने ठाउँ रहेको छ। साथै ब्लू माउन्टेनबाट ओबेरोन जाँदा मिडो फ्ल्याट भन्ने ठाउँमा एकदमै रमाइला गोल्डन पोल्भर्सका रुखहरू पनि देख्न सकिन्छ। So this is gonna be an exciting and adventurous 2 days camping journey where we will be camping in 2 of the most beautiful spots in NSW, explore beautiful autumn trees and make lot of memory during this trip. त्यसैले सिडनी छेउमा क्याम्पिङ गर्ने आइडिया खोज्दै हुनुहुन्छ र कहाँ जाने भनेर सोचिराख्नु भएको छ भने this video is for you है त। Alright, good morning everyone. So अहिले चाहिँ म भर्खर उठेको हैन and I have so much things to do. Also 10:30 भइसक्यो अनि आज वेदर पनि खास त्यसो राम्रो छैन। आई होप रेन चाहिँ हुँदैन भन्ने आशा छ। एन्ड देयर आर सो मेनी थिङ्स। अब सबै थोक पिक्स गर्दैछु, स्लिपिङ ब्यागदेखि टेन्टहरू हैन, खानेकुराहरू
अनि एकछिन बाहिर गएर बार्बिक्यूको त्यो सामान ल्याउनु छ, चारकोल र दाउरा। अनि त्यसपछि आई थिङ्क आई विल बी रेडी। अनि म चाहिँ मेरो साथीको घर जान्छु फ्लेमिङटनमा, अनि त्यहाँबाट उसलाई पिकअप गरेर करिब 2-3 बजीतिर जान्छौँ। आज चाहिँ हामी माउन्ट विल्सन गएर बस्ने प्लान छ। लेट्स सी हाउ इट गोज। क्याम्पिङको सबै कुरा प्याक गरेर म लाग्छु लालेन्द्रलाई पिकअप गर्न। जाने त? Alright, let's go. एक्साइटेड हो क्याम्पिङ जान? हल्का बिरामी भएर हल्का बिरामी भयो। मेरो फर्स्ट टाइम क्याम्पिङ भएर झोला पनि लास्टै ठुल्ठुलो भएको छ। फेरि किताब लिएर आएछ। पढ्नु पर्छ। ल, we brought some essential things like thermos and charcoal. अनि सिडनीबाट जति सक्दो चाँडो निस्कन we catch a great western highway. समय ढिला भइसकेको थियो, साथै एकदमै कालो बादलसहित पानी पनि पर्न लागेको देखिन्थ्यो। Not an ideal time and ideal weather to go for camping. Traveling has been our passion and fashion both, होइन त? भयो भने हुन्छ। हामी क्याम्पिङ स्पट पुग्दा ढिला हुने महसुस गरेर we brought some instant noodle from Woolworth in Hawkesbury. अनि soon after hitting a road, there was a heavy rainfall अनि बाटो एकदमै foggy पनि देखिन्थ्यो। After driving for 3 hours, we finally reached Cathedral Reserve. It was already dark अनि हामी ढिला नगरी सबैभन्दा सुरुमा टेन्ट सेटअप गर्न थाल्यौं। मौसम एकदमै चिसो छ, साथै कहिलेकाहीँ हुसु लागिरहेको छ अनि पानी पनि परिरहेको छ। स्लिपिङमा कोही थियौ? Yeah. गाडी बन्द गर्दियौ है? After having a little bit of food items as well as noodle, हामी बार्बिक्यू गर्न अगाडि बढ्छौं, but it was very hard to ignite a fire. Rodip, what are you doing now? यहाँ म दाउरा खोजेर हैन, यहाँ यसो छिमेकीकोबाट कोलसोल ल्याएर आगो फुकेर यहाँ बार्बिक्यू गर्न लाग्छौं हामी। राति 9 बज्न लागिसक्यो। कुन ठाउँमा छौं हामी अहिले? हामी अहिले माउन्ट विल्सनमा छौं, यहाँ क्याथेड्रल फन रिजर्भ भन्ने ठाउँमा क्याम्पिङ गरेर बसिरहेका छौं। कतिको एडभेन्चर फिल भइरहेछ? एडभेन्चरै छ, एकदमै हुस्से लागेको थियो अघि नै हैन। बाटोमा एकदमै राति जस्तो अँध्यारो भएको थियो। अब यहाँ केही लाइट साइट छैन, सब सुतिसके। चिसो हल्का फुल्का बादलबाट चाहिँ त्यो तुषारोहरू झरिरहेछ, त्यो हल्का रमाइलो भइरहेछ भनौँ न। के को मासु पोल्ने प्लान छ त आज? अब ल्याम्प पकाउने हामी अब। This is waste of time. We can be in bar, we can drink cocktail, but have a look here, we are grilling a lamb. केही समयको प्रयासपछि we started to barbecue lamb and stay for a little bit of time. त्यसपछि हामी सुत्ने तर्खर गर्यौं किनकि वेदर त्यति राम्रो थिएन अनि राति अबेर पनि भइसकेको रहेछ। अब यो क्याम्पिङ आएको बेला राति 10 बजेपछि चाहिँ बोल्न पाइदैन रे। 9 बजेर 49 मिनेट भयो, 59 मिनेट भयो, 9 बजेर 59 मिनेट भयो। अब 1 मिनेट पछि बोल्न पाइदैन, त्यही भएर फटाफट यो स्लिपिङ ब्याग निकालेर मारी सुत्नु पर्यो। अब भन मारी राम्रो 1 मिनेटमा बोल्न पाइदैन भनेर। डाम्ना मारी डाम्ना 1 मिनेट पछि बोल्न पाइदैन। अहिले बोलेर सुतिहाल्ने हो। I hope we will have a good weather tomorrow. हैन उठा उठा के हो? बिहानीको सुरुवात क्याथेड्रल फन रिजर्भका रमाइला रुखहरू हेर्दै हुन्छ।
चियाको न्यानो आवाजसँगै हामी छेउका रमणीय रुखहरू हेर्नतर्फ लाग्छौँ। क्याथेड्रल रिजर्भ अप्पर ब्लू माउन्टेन एरियामा पर्ने सायद सबैभन्दा राम्रो फ्री अटम क्याम्पिङ स्पोट हो। फराकिलो चौर अनि छेउछेउमा भएका रमणीय रुखहरूले गर्दा धेरै मानिसहरू क्याम्पिङ गर्न आउने गर्दछन्। रमणीय रुखहरूमै भुलिने भएकाले कतिपय मानिसहरूलाई यस ठाउँको नामाकरणको बारेमा थाहा छैन होला। यस क्याम्पग्राउन्डबाट थोरै पछाडि एकदमै अग्ला अग्ला उन्यु अर्थात् फनका बोटहरू भेटिन्छन्। जमिनबाट हेर्दा खासै केही छ जस्तो देखिन्न, तर माथिबाट हेर्दा थाहा हुन्छ वाट दे रियली लुक लाइक भनेर। विशाल हरिया रुखहरू यति बाक्लो गरी बसेका छन् कि तल जमिनको भूभाग खासै देखिँदैन। क्याथेड्रलको अर्थ चर्च हो र कतिपय चर्चहरू एकदमै विशाल हुने भएकाले यस ठाउँका विशाल रुखहरूको विशेषता अनुसार क्याथेड्रल अफ फन्स भनेर नामाकरण गरिएको हो जस्तो मलाई लाग्दछ। वरपर घुमेर हामी फर्कन्छौँ अनि ब्रेकफास्ट बनाउनतर्फ अगाडि बढ्छौँ। हेलो, गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी यहाँ क्याथेड्रल फन रिजर्भमा छौँ होइन। अहिले बिहानको समयमा हिजो बेलुका चाहिँ अलिक ढिला ढिला आइपुग्यो अनि पानी पनि परिरहेको थियो है, त्यही भएर यो पछि रोक्यो अनि रोकेर यसो बार्बिक्यूहरू गरेर त खायौँ, तर खासै भिडियो बनाउनु चाहिँ पाइनौँ होइन। तर अहिले चाहिँ हामी यहाँ ब्रेकफास्ट खान लागेका छौँ। प्यानकेक बनाउँदैछ हाम्रो लालेन्द्रले। अनि अहिले चाहिँ यो घाम लाग्दै जाँदै गइरहेछ। अहिले अलिक चिसो चिसो मौसम छ यहाँ, तर थाहा लोक यो चाहिँ पछाडि चाहिँ यो सबै अटमको लिफहरू चाहिँ हुन्छ नि, रुखहरू चाहिँ पुरै रातो हुन थालिसकेको छ होइन। लगभग अब एक महिना जतिमा त सकिन्छ जस्तो छ यस्तै तरिकाले हो भने। तर जस रमाइलो भइरहेछ, खासै धेरै मान्छे पनि छैनन् होइन। के छ, कस्तो छ, रमाइलो भइरहेछ? एकदम रमाइलो भइरहेछ। विकडेज भएर होला, विकडेज भएर खासै मान्छे पनि छैनन्। सो अब आज चाहिँ हामी ब्रेकफास्ट खाएर, बेस्ट पार्ट चाहिँ कुकिङ ब्रेकफास्ट खाएर अनि हामी यसो तल गार्डनहरू ट्राभल गर्न जान्छौँ होइन। ब्रेन होल गार्डन, बिबिया गार्डन, त्यसपछि हामी आज चाहिँ लेक ओबेरोन जान्छौँ। तर बिचमा चाहिँ यो मेरो फ्ल्याटमा एउटा राम्रो पहिला त राम्रो एउटा अटमको रुखहरूको बिचमा रोड थियो। लेट्सी कस्तो छ यसपालि चाहिँ। चोइस अफ एग्स, बेक्ड बिन्स, चिया अनि लड अफ प्यानकेक्स। मजाले ब्रेकफास्ट खानु छ किनकि आजको हाम्रो दिन एकदमै लामो हुनेवाला छ। ब्रेकफास्ट खाएसँगै हल्का घाम पनि लाग्छ अनि अलिकति समय टेन्ट सुकाएर सबै कुरा गाडीमा राखी हामी लाग्छौँ आजको हाम्रो पहिलो डेस्टिनेसन बिबिया गार्डनतर्फ। क्याम्पिङ आएको मान्छे यहाँ कसको बिहेमा जाने तयारी गर्दैछन् त। नगर न। यो गार्डन क्याथेड्रल फन रिजर्भबाट नजिकै छ अनि बाटो छोटो भए पनि धेरै रमाइला रुखहरू देख्न सकिन्थ्यो। त्यसैगरी यो गार्डन अगाडिपट्टिको कार पार्किङ सायद न्यू साउथ वेल्सकै वान अफ द प्रिटिएस्ट कार पार्किङ भन्दा फरक नपर्ला। गार्डनको इन्ट्री फी एडल्टलाई $10 अनि केटाकेटीलाई $2 लाग्दछ। अनि गार्डन इन्ट्री गर्ने बित्तिकै अटमका रमाइला रुखहरू देख्न सकिन्छ। साथै यस गार्डनलाई धेरै भागमा सेगमेन्टेसन पनि गरिएको छ। दिस गार्डन वाज बिल्ट इन लेट 19th century अनि समय अनुसार इट हैज बीन सोल्ड टु डिफरेंट पर्सन बट वन मैन्स विजन कम्प्लिटली ट्रान्सफर्म इट टु ब्यूटिफुल कंट्री गार्डन एंड ही इज मिस्टर बेरी बाइन। हेलो एभ्रिवान, अहिले चाहिँ म यहाँ माउन्ट विल्सनमा छु बिबिया गार्डनमा एन्ड हियर वी हैव मिस्टर बेरी बन। ही ब्रोट दिस गार्डन बैक इन 1992 एन्ड देन ट्रान्सफर्म इट टु लाइक अ ब्यूटिफुल कंट्री गार्डन। अनि यो हाम्रो नेपालमा चाहिँ यस्तो कन्सेप्ट छैन। People don't make like a big garden by themselves. There are so many government funded garden in Nepal, but there are very rare cases that people give their heart to make something beautiful, and it's really beautiful. I think when you come to Blue Mountain, you have to come here. It's wonderful. So I'm gonna show you a little bit of what we can see in this garden, and thank you very much. Elegancy can be found everywhere. The big oak trees which are more than 100 years old, साथै इन्ट्रान्समै रहेका रमाइला चाइनिज र जापानिज मेपलका रुखहरू अनि अमेरिकन सिकोयाका रुखहरू पनि देख्न सकिन्छ।
साथै यो गार्डनको बीचतर्फ सुन्दर लेक पनि रहेको छ अनि इट अल्सो ह्याभ मेनी ब्युटिफुल स्पोट टु टेक पिक्चर्स। त्यसैगरी यहाँ बसेर मजाले पिकनिक पनि खान मिल्छ। ल अब हाम्रो यो बिबिया गार्डनको आजको भिजिटै सकियो होइन। एकदमै रमाइलो रहेछ। अनफर्चुनेटली ब्रेनहोल गार्डन जान चाहिँ पाइनँ, अब समय अलिक कम भयो। तर अब चाहिँ हामी लेक ओबेरोन जान्छौँ। तर त्योभन्दा अगाडि बिच बाटोमा एक दुई ठाउँ रोकिन्छौँ, लेथको हुँदै जानुपर्छ। मेरो फ्ल्याटमा चाहिँ एक ठाउँ अब राम्रो कुद्ने के अरे बाटो छ भन्ने सुने हो, हिँड्ने खालको अटोमको बेलामा। तर लेट्स सी हाउ इट गोज। सो कम अन लेट्स गो। ब्रेनहोल गार्डन जाने समय नभए पनि हामी त्यहाँ अघिल्लो वर्ष गएका थियौँ। इट अल्सो ह्याभ मेनी अटम ट्रिज अनि सायद यो माउन्ट विल्सनकै सबैभन्दा ठुलो प्राइभेट गार्डन हुनुपर्दछ। मोर देन 6 decades विथ थाउजन्ड्स अफ ट्रिज एन्ड फ्लावर। यो गार्डन वेडिङ, स्पेसल फोटोसुट्स र एक्जिबिसनको लागि पनि एकदमै पपुलर गार्डन हो। यो गार्डनमा पनि धेरै डेसिडियस ट्रिजहरू जस्तै मेपल, बिर्च अनि गेटबाट छिर्ने बित्तिकै पाइन ट्रिजका रुखहरूको एउटा लहर नै देख्न सकिन्छ। साथै यहाँ बसेर मजाले पिकनिक खान अनि केटाकेटीहरूलाई खेल्ने ठाउँ पनि भएकाले दिस इज आइडियल प्लेस फर फ्यामिली टु स्पेन्ड अ डे। माउन्ट विल्सनका गार्डनहरू एक्सप्लोर गरेर हामी लाग्छौँ दक्षिण पश्चिम लिथको तर्फ। थाहा छैन कसरी, तर लुक्स लाइक वी स्पेन्ड अ लट अफ टाइम इन बिबिया गार्डन। त्यसैले करिब दिउँसोको 2 बजिसकेको रहेछ। लिथको पुगेसँगै ठाउँ पुरै फरक देखिन थाल्छ अनि सिडनीबाट ट्रेन जाने भएकाले अलि सहरमा पुगेको जस्तो अनुभव हुन्छ। तर यस ठाउँमा रातो कलेजी कलरका रुखहरू भन्दा पनि पहेँलो कलरका रुखहरू धेरै देखिन्थे र यसैको एउटा पुरै बाटो हेर्नलाई हामी लिथको बाटो पनि पश्चिम मिडो फ्ल्याटतर्फ अगाडि बढ्दछौँ। अनि करिब आधा घन्टाको यात्रापछि हामी मिडो फ्ल्याटको एकदमै पपुलर गोल्डन पोब्लर्स भन्ने ठाउँ पुग्दछौँ। हेलो एभ्रिवान, फाइनली वी आर इन मिडो फ्ल्याट। यो चाहिँ लिथकोबाट करिब 20-25 मिनट ड्राइभ गरेपछि आइपुगिन्छ होइन। एन्ड मेरो पछाडिपट्टि चाहिँ यु क्यान सी भेरी सिनिक रोड है, अनि एकदमै राम्रो छ। यो चाहिँ गोल्डन पोलर भन्छ यो ठाउँलाई चाहिँ। अनि ह्याभ लुक, यो कस्तो पयालो अहिलेको समयमा चाहिँ एकदम चिसो पनि रहेछ यो ठाउँ चाहिँ, तर एकदमै रमणीय, एकदमै राम्रो टाइपको एउटा ब्याकग्राउन्ड भएको ठाउँमा आइपुगेका छौँ हामी चाहिँ। अब यसपछि हामी लेक ओबेरोन जान्छौँ। पोब्लरका रुखहरू प्राय लहरै रोपिने भएकाले यहाँ पनि रोड छेउमा लहरै रोपिएको देखिन्छ र सायद छेउका कृषकहरूले यसलाई रोपेको हुनुपर्दछ। युरोपियन नेटिभ यी रुखहरू एकदमै कठिन मौसममा पनि मजाले फस्टाउने भएकाले प्राय मानिसहरूले यसलाई कठिन मौसमहरू भएको ठाउँमा रोप्ने गर्दछन्। तर चिसो बढेसँगै पातहरूले चिसो थेग्न सक्दैनन् अनि यिनीहरू सुनौलो रुखमा परिणत हुन्छन्। त्यसैले यसलाई गोल्डन पोब्लर्स पनि भनिएको हो। यो ठाउँ सम्म भए पनि अग्लो ठाउँमा रहेकाले धेरै चिसो छ अनि घाम डुब्न लागेसँगै खासै मानिसहरू देखिँदैनन्। हामी पनि एकछिन बस्छौँ र त्यसपछि हामी दक्षिणतर्फको अर्को गन्तव्य लेक ओबेरोनतर्फ अगाडि बढ्दछौँ। तर कोही यात्राहरूमा गन्तव्यभन्दा पनि त्यहाँसम्म पुग्दाका क्षणहरू एकदमै अविस्मरणीय हुन्छन्। मेरो फ्ल्याटबाट अगाडि बढ्दै जाँदा सूर्यास्त हुन थाल्छ अनि हामी ओह्रालो बाटो तराना भन्ने रिजनल गाउँतर्फ अगाडि बढ्दछौँ। मन एकदमै आनन्दित छ। प्रफुल्लित पार्ने रुखहरू जताततै देखिन्थे। माउन्ट विल्सनका रमाइला गार्डनहरू, मिडो फ्ल्याट पुग्नै लाग्दाका न्यानो घामका प्रकाशहरू अनि त्यहाँको ठन्डासँगै देखिएका गोल्डन पोब्लर्सका बोटहरू, त्यसपछि फेरि गाडी चढेर अगाडि गाउँ क्षेत्रको बाटो, बेलुकाको घामसँगै अगाडि बढ्दा सानोमा नेपाली किताबका कथाहरू पढेसँगै कल्पना गरिने गाउँठाउँ अनि सूर्यास्तको हल्का हल्का झल्को दिन्छ। मनमा कतै टाढा एकदमै छुट्टै ठाउँ हिँडे जस्तो अनुभूति गर्दै करिब 7 बजेको चिसोमा हामी लेक ओबेरोनको रिफ रिजर्भ पुग्दछौँ। क्यामेरा चाहिँ लात्ताले हेर्नु नभत्काइदेऊ, त्यही हो। यहाँ राख्छु यार।
विन्टर लागेसँगै छिट्टै रात पर्ने भएकाले झमक्कै रात पर्छ अनि वरपर सबैतिर एकदमै अँध्यारो देखिन्थ्यो। हामी पनि त्यहाँ एउटा फराकिलो चौरी भेट्छौँ र त्यहीँ क्याम्पिङ गर्न अगाडि बढ्छौँ। साथै यस्तो अँध्यारोमा गाडीको बत्ती एकदमै उपयोगी साबित हुन्छ। मौसम एकदमै चिसो छ तर यहाँ मजाले काम गर्दै टेन्ट खडा गर्न पाइयो किनकि छेउमा अरू मान्छेहरू थिएनन्। र फाइनली हाम्रो यहाँ ओभेरोनमा चाहिँ भर्खर आइपुगेको हामी होइन। अनि त्यसपछि यहाँ त्यो अँध्यारो रहेछ, खासै क्याम्पिङको लागि ठाउँ त भेटिएन। तर लकिली यो ठाउँमा चाहिँ हामी यहाँ पुरा अहिले अँध्यारोमा गाडीको बत्ती बालेर यहाँ टेन्ट खडा गर्दैछौँ। एकदम चिसो छ अहिले चाहिँ। सो तर अब जस्तो रमाइलो होला जस्तो छ आज चाहिँ। अब क्याम्प फायर गरेर बस्न पाइन्छ कि जस्तो छ। वरपर सबैले मजाले आगो बालेको देखिन्थ्यो। त्यसैले हामी पनि हिजोको क्याथेड्रल रिजर्भको अलिक तितो अनुभवलाई मेटाउन मजाले क्याम्पिङ गर्ने योजना बनाई दाउरा खोज्नतर्फ अगाडि बढ्यौँ। यो चाहिँ मैले लेखेको इमेजिन गरेको थिएँ नि कतिसम्म त्यो आउँदैन ऊ त्यो भान्दा पाए त हुन्थ्यो नि बा। ओ बट समटाइम द स्मल अनएक्सपेक्टेड एक्टिभिटी मेक इट मोर मेमोरेबल। सुकेका दाउराहरू बटुल्न हामी एकदमै ख्याल गरेर एउटा रुखबाट अर्को रुख हुँदै धेरै दाउरा भेला पार्न थाल्यौँ। Which really gives us some sense of camping adventure. क्यामेराम्यानहरू जता नि हिँड्नुपर्छ। कता यता यता अगाडि न यहाँ लड्यो। टन्न दाउरा भेला पारेर we start to make a campfire, which really gives a soul of winter camping. खासमा यो 7 रुपियाँको दाउरा किनेर लिएर आयो भने रहेछ बरु अलिक ठुलो ठुटो हाल न सरकार। 7 रुपियाँ किनेर ल्यायो भने रहेछ, नलिएर आयो भने रहेछ। होइन त्यो ठुलो क्या बरु उतो चाहिँ हाल न, उतो अर्को ठुलो चाहिँ। यो क्याम्पिङ स्पोटमा आगो बाल्न पाइन्छ भन्ने कुरा थाहा थिएन। तर आगो बालेसँगै नयाँ ऊर्जा र प्रकाशसहित हामी आजको डिनर बनाउन अगाडि बढ्छौँ। अनि फर टुनाइट मेन्यू वी आर इटिङ भेजिटेबल फुसिली विथ नेपोलितानो सस। प्याज त तिम्रो अझै छ नि थियो, 3टा छ। 3टा छ। Our gas stove is doing very well, so do the small table I brought from Facebook Marketplace. यस ठाउँमा हाम्रो पहिलोचोटि क्याम्पिङ भएकाले यो ठाउँ कस्तो छ, कहाँ के रहेको छ भन्ने केही थाहा छैन। तर यो क्याम्पिङ स्पोट लेक नजिक छ भन्ने चाहिँ थाहा थियो। आजको यो लेक ओबेरोनमा गरिएको यो क्याम्पिङलाई चाहिँ यो हाम्रो फायर क्याम्पले अझै स्पेसल बनाइदिएको छ। यो मुढाहरू बालेर टक्क एकदम चिसो समयमा यसरी आगो ताप्न पाउँदा एकदमै हामी हर्षित छौँ। र यस समयमा मैले मौकाको फाइदा उठाउने प्रयास गरेको छु। एउटा सानो कविता प्रस्तुत गर्न गइरहेको छु। म खासै त्यस्तो लेख्ने मान्छे त होइन, तर यसो मलाई एकदमै रुचिको विषय भएको हुनाले म चाहिँ एउटा सानो कविता भन्न गइरहेको छु। र मेरो कविताको शीर्षक छ निराश आशावादी। म निराश आशावादी, म घाम उदाउने आशमा अस्थायी रहेको घामको छाहारीमा बसिरहेको छु। म पात पलाउने आशमा झरिरहेको पातहरूको बर्सात खेपिरहेको छु। म निराश आशावादी। फूल फक्रिने आशमा ओइलिरहेको फूलको सुवास लिइरहेको छु। म फूल फक्रिने आशमा ओइलिरहेको फूलको सुवास लिइरहेको छु। भोलि आउने आशमा आजको रात मदिराको मातमा बिताइरहेको छु। म निराश आशावादी। तिमी आउने आशमा म गुप्त तपस्वी जोगी भएर बसेको छु। तिमी आउने आशमा म गुप्त तपस्वी जोगी भएर बसेको छु। तिमी आउने आशमा म भुक्त भोगी भएर बसेको छु। म निराश आशावादी। म खुसीको आशमा दुःखको जङ्गल फडानी गर्न हिँडेको छु। म दुःखको
जङ्गल फडानी गर्न हिँडेको छु। म पानी पाउने आशमा मरुभूमिमा बालुवा खनिरहेको छु। म पानी पाउने आशमा मरुभूमिमा बालुवा खनिरहेको छु। म निराश आशावादी। म जीवन जिउने आशमा यमलोकको ढोका ढकढक्याइरहेको छु। म जीवन जिउने आशमा यमलोकको ढोका ढकढक्याइरहेको छु। म मरणको आशमा रुखसँग मैले फेर्ने सास मागिरहेको छु। म एक निराश आशावादी। म एक निराश आशावादी। धन्यवाद। अब रोदीपको कविता सुन्ने पालो। यो कविताको शीर्षक छ यो चाहिँ यात्रा है। हाम्रो ब्लू माउन्टेनको लामो यात्रा झन्डै पानी परेर भयो जात्रा। हाम्रो ब्लू माउन्टेनको लामो यात्रा झन्डै पानी परेर भयो जात्रा। आजको समय ओभेरोनमा कटायौँ आगो बालेर। चिसोको समयमा ओठ पनि दुख्यो लामो दारी पालेर। चिसोको समयमा ओठ पनि दुख्यो लामो दारी पालेर। प्रिय तिम्रो सम्झनामा आँखाबाट आयो आँसु। आज यति चिसो भयो तर दाउरा खोजेर ल्याएपछि खान छोडियो खसीको मासु। हाम्रो कविता प्रतियोगितापछि मजाले आगो ताप्न थाल्छौँ अनि चन्द्रमा पनि बिस्तारै पश्चिमतर्फ ढल्कँदै गरेको देखिन्छ। र यो अटम क्याम्पिङ ट्रिपको दोस्रो दिन जुनेली रातसँगै करिब 11:30 बजे यहीँ सकिन्छ। अलराइट, अब चाहिँ आजको डे 3 भेडाहरू कराउँदैछ त यार। त्यो सँगै भइरहेछ। हाउ लुक द क्याम्पिङ स्पोट। अहिले चाहिँ सूर्योदय भइसकेको छ। शीत एकदमै धेरै परेको भएर होला सायद होइन। एकदम जाडो थियो हिजोको रात चाहिँ। तर हिजो अलि बेलुका ढिला आएको भएर हामीले यहीँ यसो दाउरा कलेक्ट गरेर यतै सुकेको रुखहरूतिरबाट यहाँनिर चाहिँ हामीले एकदम ठुलो फायर क्याम्प गरेका थियौँ। यसो धेरै नै दाउरा बालिएको थियो हिजो चाहिँ। तर अब आजको दिन चाहिँ अब एकदमै अझै स्पेसल हुनेवाला छ। लास्ट डे, थर्ड डे। आज हामी मेफिल्ड गार्डन अनि त्यसपछि चाहिँ ब्याक टु सिडनी। मलाई चाहिँ अलिक चिसो लागेको छ। जति धेरै लुगा लाएँ नि त्यति झन् चिसो भइरहेको मलाई के भएको यस्तो। अलराइट, अब हिजो बेलुका चाहिँ हामी क्याम्पिङ गर्नलाई अलिक ढिला नै भयो होइन, किनभने हामी झुक्यौँ अर्कोपट्टि गएर गुगल म्यापले गर्दाखेरि। तर जस्ट गिभ यु अ पर्सपेक्टिभ, यो चाहिँ रिफ रिजर्भ भन्ने ठाउँ हो ओभेरोनमा होइन। करिब 7-8 मिनट ड्राइभमा पुगिन्छ रिफ उता ओभेरोनबाट। अनि यो भित्र चाहिँ पुरै जङ्गल जस्तो ठाउँहरू छ। अनि यो चाहिँ इन्डिभिजुअल क्याम्पिङ गर्न मिल्छ। यो चाहिँ एकै ठाउँ क्याम्पिङ गर्ने ठुलो स्पोट छैन कि, यो चाहिँ इट्स भेरी बिग स्पोट तर इन्डिभिजुअल ठाउँहरू छ, गाडी बाटोहरू जस्तो बनाएको। अनि त्यहाँ चाहिँ क्याम्पिङ गर्न मिल्छ। कोही मान्छेहरू चाहिँ उतातिर क्याम्पिङ गरेर आएछन् होइन, भित्र जङ्गलतिर थोरै जङ्गल जस्तो ठाउँमा। हाम्रो क्याम्पिङ गर्ने स्पोट चाहिँ त्यहाँनिर छ। अनि यो चाहिँ यहाँ चाहिँ आगो फुक्न पनि पाइन्छ होइन। अनि रातैभरि हामी चाहिँ जङ्गलमा दाउरा खोज्दै हिँडिरहेको थियौँ। वी विल सो यु लेटर। फ्लिप चाहिँ मै गरिदिनु पर्ला जस्तो सकिएला फ्लिप गर्न। अलराइट, अहिले चाहिँ यो बिहानको समय हाम्रो यहाँ ब्रेकफास्ट बन्दैछ। ब्रेकफास्ट सेफबाट यो हाम्रो 5 स्टार होटलको सेफ हुनुहुन्छ यहाँ, रियलमा है, जो गरे होइन। अनि अब चाहिँ हामी टक्क यहाँ अब हातमुख धोएर होइन अलिक फ्रेस भयौँ। हल्का घाम पनि लागिरहेको छ, चिसो चाहिँ छ। तर यो सेन्स अफ यो फ्रिडम छ क्या बोल्नलाई चाहिँ। यहाँ फ्रिडम अफ यो बोल्नलाई चाहिँ केही छैन, किनभने अब टाढा छन् मान्छेहरू होइन, क्याम्पिङ गर्नेहरू पनि। त्यही भएर अब चाहिँ हामी यहाँ यसो गफसफ गर्दै ब्रेकफास्ट खान्छौँ। ब्रेकफास्ट खाएर चाहिँ अनि हामी एकछिन लेक ओभेरोन एक्सप्लोर गर्छौँ होइन। त्यसपछि हामी मेफिल्ड गार्डन जान्छौँ। तर अब त्यही हो, फेरि समय चाहिँ अब हामी कतिखेर कता जान्छ थाहा नै हुँदैन होइन। अब जहिले पनि ढिला भइरहन्छ जहाँ जाँदा पनि। एनिवे,
इट्स टाइम फर ब्रेकफास्ट। त्यसपछि हामी बाँकी काम गरेहरू गर्छौँ। अलिकति गाडी मिलाउनु छ। अनि हाम्रो चाहिँ आज क्याम्पिङमा अलिकति हिजोको भन्दा अलिक चिसो बढी भएर रातभरि यो सबै थोक यहाँनिर सामानहरू ल्याएर राखेको थियो होइन, स्लिपिङ ब्याग स्याग सब ढाक्नलाई। यता ठुलो ब्याग, इभन बार्बीक्यू पनि पुरै अँगार सँगार हालेर भित्र पुरै हुन्छ नि चारकोल हालेर छेउमा राखेको थियो, तर केहीले काम चाहिँ दिएन। एकछिन सुकाउँदैछौँ, पर हाम्रो टेन्ट सुक्दैछ एउटा माथिको, यहाँ अब एकछिन सुकाउँछौँ। त्यसपछि काम दिएन होइन त, तर जोस् रमाइलो भयो। गाडी यसो तताउँदैछौँ हल्का फुल्का, यहाँ बसेर अब एकछिन बजाउनु आयो नि गिटार बजाउँछौँ, भ्या गर्दै यसो भेडाहरू नि कराउँदैछन्। अब यहाँ चाहिँ खासमा कुरो के गरौँ त सेफ एकचोटि? यसमा खासमा कुरो के हो भने हाम्रो 5 स्टार सेफ चाहिँ भिडियो खिच्दैछन्, त्यही भएर काम चलाउ सेफले यसो यहाँ कडा 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 I was not expecting this much meat. ओ सुँगा ओ मा प्यारो ढेर नि थियो यार। हजुर मिठो हुँदो रहेछ। म त उडाउन थालेँ त सरकार। म पानी तताएर आइहालेँ। यसो गरौँ न, हिजो हाम्रो थर्मसको पानी तताउँ न। त्यो कुहिएको पानी फ्याँकिदियो यार, त्यो काम छैन कि तताउनु भने हालौँ, तर त्यो डढेको पानी के खानु यार। त्यसो भए यही हाल्यो नि त। डढेको पानी नि डढ्न थाल्यो। दुईटा हाल्दैन कि कति? एउटा मात्रै बाँकी छ। दुईटा हाल। रातको चिसो मौसमलाई बिहानी पखको सूर्यले न्यानो अनुभूति दिलाइदिन्छ र हामी ब्रेकफास्ट बनाउन थाल्छौँ। हामी भन्दा पनि लालेन्द्र मेक एभ्रिथिङ, सो अल क्रेडिट गोज टु हिम। सेफ के पाक्दैछ? पाकिसक्यो। के हो खाँदै? हामी ब्रेडमा चाहिँ अन्डा हालेर खाँदैछौँ ब्रेकफास्ट। कन्सर्ट अलिक समयको लागि रोकिएको छ। म्युजिकल प्रस्तुति राम्रो थियो। Have a look this place man, it's beautiful, it's peaceful. ल हिजो बेलुका चाहिँ हाम्रो दाउरा खोजेको ठाउँ चाहिँ यहीँ हो होइन। हामी चाहिँ यतातिर दाउरा खोज्न गएको थियौँ। आज जानु पर्यो के रहेछ यहाँ। यो चाहिँ हाम्रो हिजोको मुडो हल्लाउँदै थियौँ होइन हामी। राति हुँदै सर्प आउँछ भन्न घारीमा कति कत्रो छ यो। ओ माई गड, हल्लाउनै गाह्रो हुन्छ यो घारीतिर रातैभरि खोज्दा खोज्दा लगाएर। यतातिर लालिन चढ्दै थियो राति हुँदी, के थाहा पनि छैन। ऊ यता भयो ऊ अगाडि, म चढेपछि ऊ परको रुख भयो होइन। लाल चढेको चाहिँ तिम्रो यहाँ पनि चढ्यो है, यहाँ ऊ त्यो रुखमा। म चाहिँ ऊ यहाँको पल्लो, त्योभन्दा पल्लो रुखमा, त्यो सुकेको रुखमा चढायो माथि। हैट, यहाँबाट मुडो उठाएर लिएर हिँडेर थियौँ हामीले। ब्रेकफास्ट खाएसँगै हामी लेक ओबेरोन एक्सप्लोर गर्न तल लेकतर्फ अगाडि बढ्छौँ। रिफ रिजर्भ लेक ओबेरोनमा पर्ने एकदमै पपुलर फ्री क्याम्पिङ स्पोट हो। धेरै इन्डिभिजुअल स्पोटहरू भएको यो ठाउँ सिडनीबाट करिब 3.5 घन्टाको यात्रापछि पुगिन्छ। साथै यस ठाउँलाई ट्राउट फिसिङ गर्न पनि एकदमै उपयुक्त ठाउँ मानिन्छ र लेकका वरपर रमणीय हरिया खर्कहरू पनि देख्न सकिन्थ्यो। त्यसैगरी यी खर्कहरू प्राइभेट फार्म भएकाले प्रशस्त भेडा पालन पनि गरिँदो रहेछ। साथै यस ठाउँमा पिकनिक टेबल, बार्बिक्यू गर्ने ठाउँ अनि आगो बाल्नलाई फायर पिटहरू पनि रहेका छन्। लेक ओबेरोन घुमेर आएसँगै हामी आजको अन्तिम डेस्टिनेसन मेफिल गार्डनतर्फ अगाडि बढ्न तयार हुन्छौँ। क्याम्पिङ गर्न त एकदम मजा हुन्छ, तर सामान मिलाउन एकदमै झन्झट। बट आफ्टर फिक्सिङ फर 15 minutes वी आर रेडी टु गो। अलराइट, फाइनली अब चाहिँ हामी यहाँको क्याम्पिङ सकेर मेफिल गार्डन जाँदैछौँ होइन त? यस, अब यहाँ चाहिँ आजको लागि यति नै। अब अर्को समय फेरि भेट्ने बाचा गर्दै आजको नेक्स्ट डेस्टिनेसनतर्फ मेफिल गार्डनतर्फ जाँदैछौँ, जसको लागि एकदमै एक्साइटेड थियौँ हामी, तर अलिकति मौसमले वेदरले अलिक च्यालेन्ज गरेर आएको छ। एनिवे जस्ट रमाइलो भयो, चिसो चिसो थियो है। अब समय भनेअनुसार टाइममा त हिँड्न सकिएन, त्यही पनि रमाइलो भयो। सामान चाहिँ सब प्याक गरेर यहाँ भित्र हालेको छौँ, केही बाँकी छैन होइन। ठाउँ चाहिँ हो सबै थोक छ। पुरै मेरो सामान प्याक गरिसकेँ, सामानले पालालाई प्याक गरेर आएछ। वेदर धेरै राम्रो नभए पनि हामी नयाँ एक्साइटमेन्टका साथ हाम्रो यात्रा अगाडि बढाउँछौँ र करिब आधा घन्टाको यात्रापछि राता पहेँला रुखहरू देख्न सकिन्छ। एन्ड यु क्यान फिल द्याट यु हेभ एराइभ टु वान अफ द मोस्ट ब्युटिफुल अटम गार्डन नियर सिडनी। गार्डन इन्ट्री गर्नुभन्दा अगाडि ठुलो कार पार्किङ एरिया रहेको छ।
अनि पार्किङसँगै अगाडिपट्टि टिकटिङ अफिस पनि जोडिएको छ। समय एकदमै ढिला भइसकेकोले हामी टिकट काटेर अगाडि गार्डन छिरिहाल्छौँ। Alright, finally after like 1.5 years म चाहिँ यहाँ मेफिल गार्डनमा आइपुगेको छौँ हामी, म र मेरो साथी लालेन्द्र। अनि मेफिल गार्डन इज अभियसली इट्स अ लार्जेस्ट प्राइभेट गार्डन इन अस्ट्रेलिया है। अनि अहिले चाहिँ हामी यहाँ इन्ट्री गर्ने ठाउँमा छौँ। अनि यो चाहिँ 3 बजेभन्दा पछाडि चाहिँ इन्ट्री गर्न पाइँदैन, तर यो एकदमै ठुलो छ, तर त्यसैले चाँडै आउँदाखेरि चाहिँ सजिलो हुन्छ। अब इट्स रियली बिग, यहाँ चाहिँ कति धेरै एरियाहरू छ होइन, बट इट्स बिट कोल्ड टु, सो वी क्यान एक्सप्लोर नाउ अनि वी विल सो यु what we saw in मेफिल गार्डन। यस गार्डनमा म धेरै पटक आएको छु र अघिल्लो पटक स्प्रिङमा आउँदा धेरै फुलहरू देख्न सकिन्थ्यो, तर गार्डन छिर्ने बित्तिकै यति सुन्दर रुखहरू देखिन्छ होला भनेर चाहिँ मैले कल्पना पनि गरेको थिइनँ। मेफिल गार्डन अस्ट्रेलियाकै सबैभन्दा ठुलो कुल क्लाइमेट गार्डन हो अनि यस ठाउँमा धेरै प्रकारका फुलहरू अनि अटमका रुखहरू देख्न सकिन्छ। यो गार्डन बनाउँदा एकदमै लामो समय खर्च भएको छ अनि स्प्यानिङ ओभर 65 हेक्टर्स दिस हिल्स अफ ओबेरोन हेज बिन ट्रान्सफर्म इन्टु वर्ल्ड क्लास कुल क्लाइमेट गार्डन। यस गार्डनलाई पनि धेरै भूभागमा सेगमेन्टेसन गरिएको छ अनि गार्डन छिर्ने बित्तिकै वाटर गार्डनका रङ्गी बिरङ्गी रुखहरू देख्न सुरु हुन्छ। ओक्स र मेपलका रङ्गी बिरङ्गी रुखहरू अनि पानीका ससाना झरना साथै त्यही झरनासँगै बनेका ससाना पोखरीहरूमा देखिने रिफ्लेक्सन एकदमै मनमोहक देखिन्थ्यो। वाटर गार्डनबाट अगाडिपट्टि सुन्दर ताल रहेको छ अनि त्यहाँ अघिल्लो वर्षसम्म जाँदा सुन्दर प्यागोडा पनि रहेको थियो, तर अहिले भने यसलाई भत्काइएछ अनि यस तालमा फ्रीमा बोटिङ पनि गर्न मिल्छ। त्यहाँबाट अगाडिपट्टि हकिन्स फ्यामिली स्टेटको रमाइलो घाँसे मैदानहरू देख्न सकिन्थ्यो अनि त्यही हरिया चोरहरूको पछिल्लोपट्टि मेज पनि रहेको छ। यस गार्डनमा अरू पनि धेरै रुख बिरुवा र फुलहरू देख्न पाइन्छ, तर हाम्रो समय एकदमै कम भएकाले हाम्रो मेफिल गार्डनको यात्रा पनि यहीँ सकिन्छ। ल यसै गरी फाइनली यो मेफिल गार्डनको यात्रा पनि यहीँ टुङ्गिन्छ। एकदमै रमाइलो, एकदमै राम्रो, यो अटमको सिजनमा एकदमै रमणीय ट्रिप भयो। 2 दिनको 2 नाइटको क्याम्पिङ अनि 3 दिनको ट्राभल। डेफिनेटली। र मेरो फेभरेट पार्ट इन द मेफिल गार्डन वाज वाटर गार्डन। वाटर गार्डन पनि राम्रो थियो। र यो ओभरअल अटम क्याम्पिङको यात्रा ब्लू माउन्टेनका रमाइला गार्डनहरू, मिरो फ्ल्याटको चिसोसँगै देखिएका गोल्डन पोल्वसका रुखहरू साथै रिफ रिजर्टको रमाइलो क्याम्पिङ एक्सपिरियन्स अनि मेफिल गार्डनसँगै यहीँ सकिन्छ। मरुभूमिमा बालुवा खनिरहेको छु म एक बन्द गर लास्टमा कन्टिन्यू गर है। आएको छैन कि मलाई म लिटरली यस्तो धुवा आइरहेको छ यो फोनमा पनि होइन, कसम। फुल फक्रने आसमा ओइलिरहेको सकेन हेर अघिदेखि खेप्न अघिदेखि लागिरहेको छ सबै सकेन क्या।